साथीहरू नमस्कार, सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ रुपेश भट्टराई। आज तपाईँहरू मार्फत हाम्रो साकेला गाउँपालिका अन्तर्गत पर्ने सुन्दर गाउँघरहरू लगायत दिक्तेल रूपाकोट मजुवागढी दिक्तेल बजार र दुर्पादोबेलाका सुन्दर गाउँघरहरूको भिडियोको सुन्दर दृश्य तपाईँहरूलाई देखाउन गइरहेको छु। होइन, तपाईँ हामीले स्वर्ग खोज्नु अन्त कतै जानु पर्दैन, आफ्नो गाउँघरै काफी छ। र दसैँको रैनकमा रमाउँदै गरेको यो गाउँघरको भिडियोको सुन्दर दृश्य तपाईँहरूलाई कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।